1 केजी त बढी रहेछ नि हाम्रो शिकार हेरे गडा के छैन ल भाइ भाइ हाल्नु छिटो झोलामा ल आउँदैछ अहिले चाहिँ 12 बजिरहेको छ र हामी यस्तो घना गाइस रातको 12 बज्यो यहाँ आधी केजी जति मारिसक्यो आधी केजी भन्दा धेरै माथि लगेर हाले 2 जना चाहिँ फर्क्यो हामी 2 जना आछौँ 3 जना मासिएर गयो रातको 12 बज्यो भूत आउने बेला मादर यस्तो घना जङ्गल छ यहाँ माछा परिसकेको छ 2 जना मात्रै काका भजी गएर अब जानुपर्ने हुन्छ भूत खेदाउँदै ल अब हाम्रो घर फर्किने यताको जङ्गल देखाइदिन्छ जङ्गल यस्तो घना जङ्गल छ ओ यार मास्टर अनि देखाइदिनु न अहिले मान्छेले चाहिँ खेदाउँछ केही पनि देखेको छैन मेरो कान आँखा ल वाट्सअप गाइज ल हाम्रो चाहिँ आज नाइटको फिसिङ हुँदैछ होइन हामी चाहिँ आज माछा मार्नु जाँदैछौँ अगाडि मेरो गाडीमा 2-3 जना केटा छ अनि मेरो यहाँ 2 जना कता 3 जना आउँदैछ लास्ट धुलो आयो आँखा फुट्न आँटेछ गाडी धुलोले अब चाहिँ हामी पुग्न लाग्यौँ भन्दा नि अब 10 मिनट लाग्छ सायद तर लास्ट धुलो आमा ल राति केही देखिँदैन अब डाइरेक्ट तल माछा मारेको भेट्नुपर्छ केटा हालौँ न त उसरी गत्तिलो छ यार गत्तिलो टस्ले पनि नेता बाउ देखिन्छ र देखिन्छ नि गत्तिलो यो त गत्तिलोहरू हो ए देख्नु म्या हिलो पर्छ गाडी हेर्दा गिद्दी दबाई त गउँदैछ कहाँ के देखो खोइ छैन त नि काट्ने होइन हातले गर्नु न ए दबाईले काम गरेको छैन दबाई कुरा न ए ओब्बो चङ्खो छ मेरो खाले चङ्खो छ ल्या प्लास्टिक खोइ ए त्यहाँ पर्छ नकाट्ने खुकुरले नहाल्ने देखाइदिएर ल आजको शिकार मल यो चाहिँ सुरुवात है भरे हुन्छ नि अब पानी मिल्यो भने यो साइडबाट जाउँ डाइरेक्ट हिँड्दै जाउँ न बाहिरबाट तल जाउँ होइन तलबाट चाहिँ मास्टर आफ्नो खोइ पानी सङ्लो भएको रहेछ गिद्धे छ फुलेको फुल किन मान्ले नि त फेरि होला पक्रेको चाहिँ मारेको नि के अरे पक्रिनु चाहिँ माछा मारेको होइन पक्रिन्छ माछा मारेको होइन है आफूले पक्रेपछि पक्रे क्या पक्रिनु मारेकै हो माछाले खुकुरले काटेको पनि मारेको मैले पक्रेको त ल पक्रेर पालो गरेँ ल कृपया माफ गरिदिनु त्यो हावाको माछा यो पाल्ने साल्ने छोडिदिने क्या बाँच्दैन क्या ए जस्तो नि यहाँ डक्टरलाई चेकअप गराए नि हुँदैन क्या यो बौडी ठुलो नि छ यहाँ त नगरौँ है ए मार ए कटिङ खोइ कटिङ गर्दै नि भाग्नु फेरि होइन एउटा त मास्टर भएको त त्यही हो त्यही र सुवाले पक्रेन ल्या पुछार पो काटिसक्यो त तिनीहरू भेटेन काम खुल्नु त भोलि फेरि सुसाएको खुकुरी उदाउने झन्डै भएको पक्रि भएको रनली भाग्छस् भएको झन्डै हाम्रो हातबाट भाग्छस् त्यो त हरियो देखिन्छ त है सक्दैनस् भाइ भाग्न त्यो कालो त्यो यसो नि छिपेको उयो क्या त्यो यो तराईतिर पाउँछ कालो गङ्गटा अर्को जाउँ काका त खोइ काटे ओइ पक्रायो ठुलो चाहिँ छोड्यो नि अन्त त्यो ऊ भन्दा भाइको त्यो त मान्छे भने छ्या भाइको नि एउटा त माल यार ठुलो माल त भागो रन्डी चार खुट्टेमा आधार यही भागो जल्दी फोकस गर ए भालु रहेछ नि त
माछा त चिक्लेको चिक्लेक यसो अलग देखाउँछ यस्तो हिले उफ्रे 4 फुटे मेलमा त्यस्तो हुन्छ हिँड्नु छ यस्तोमा क्या बिस्तारै नि रन्डी घुङ्गी अनि यो घुङ्गीले त लुङ्गी ल्याएर छ त अनि अर्को पत्ता छ यो चाहिँ खतरा टाइगर पत्ताबाट छिर्छ अब ओ माई गॉड ये क्या है किधर त्यो सन्चना जीवन यहाँ त होला उन पारो यार कतिले सानो लाइट उता के हो मालो कहाँ यत्रो ठुलो बोडी छ माछा ढाडे भाँची गर्छ ओ यसले काम गर्छ हौ के गरेर गर्ने ए फुच्चे पो अब हेर्दै रहेछ यहाँ पनि छ त हिमाल भागो याउ काम भयो भएन नि यार तपाईँले के गरेको यो हिलो मैले चाहिँ टस मात्रै छ र हिलो चाहिँ के बनाएको खोइ ओइ त्यो त पकाउनु नि त्यो त कहाँ झिङ्गे हो त्यो त मिङ्गे हो त एउटा झिङ्गे र मिङ्गे हो त्यो हो त्यो मिङ्गे त्यो पल्लो झिङ्गे यत्रो माया लाग्यो छोडिदिउँ नि त्यसलाई बक्स दिउँ है यो पनि दान तर पक्न नजाने टसवाला आओस् न दुई न दान पक्कै माछा ल बाहिर माल देखेपछि भित्र सिल्यो क्या भित्र सिलेपछि कहाँ माल देखिन्छ यो छ त मेरो यो कुना हुँदैन माल त गलायो मात्र मनकारी कामले बढी बेलुका छ पाडी के भरे हेर्नु सक्नुहुनेछ यहाँ चाहिँ खोइ टोटल के अलिकति साइड लाउनु न अलिकति यहाँ चाहिँ झिङ्गे कुद्दैछ होइन ऊ हाम्रो चाहिँ नम्बर 1 पटनालीको भालु भनेर चाहिँ हिँड्छ है हातले टिपिदिन्छ ट्याप अनि नम्बर 1 पटनालीको भालु चाहिँ यता हिँड्नुहुन्छ हेर्नु सक्नु यता हेर्नु बेग्ला कोही लाइटमा मरिरहेको छ आन्टीलाई देखाउनु पर्छ भालु भनेको अन्त हुन्छ नम्बर 1 पटनालीको भालु माछा त एउटै हातले माल फेरि पनि देख्नु सक्नुहुनेछ झिङ्गे चाहिँ ओ यस्तो पनि टिप्नु न झिङ्गेको चाहिँ पटनालीको टप भालु हो नि त त्यो झिङ्गे हो ए लो मिङ्गे कटिङ ए यता उफ्रियो पुतले हौ ए के उफ्रियो माछाले उफ्रेको त्यो कसरी गरी मलाई त काटिन्छ हिलोमा यहाँ छ टाउको त यहाँ हात हाल्नु यहाँ ए मालहरू न यहाँ छ क्या हेप्पी माल हो अब हराइगयो नि त अहिले त्यस्तो कालोमा भएको भेट्नु माल अब भेटिन्छ हौ नजाउँ न होइन झिङ्गे होइन मिङ्गे हो कस्तो टर्कियो त टिल्लै टर्किन्छ त एकछिन अनमोर भिडियो यो त हातले गर्नु हिलो काटिन्छ हातले पहिला झिङ्गे छ कि झिङ्गे माथि कत्रो कन्ट्रोल झिङ्गे हो खोइ हौ उयो आँखा बोल्दैछ खोइ यहाँ ऊ माथि ऊ ए हो त यो भएको छ किन फेरि खोइ खोइ यहाँको नि त्यही छ ए चप्पल हराएछ पत्ताभित्र यता जानु पटनालीको टप भाले छेउमा केही टिक्दैन है माछाहरू यता खोइ बोल्यो ए कत्रो अन्टो डेपा यतै ओइ आना ल मऱ्यो कि मरेन हौ यही मऱ्यो होला जस्तो लागेर भएन नि त खुकुरी चाहिँ माफी है
होइन लाग्यो त्यही लाग्यो ए लागेछ यार यहाँको नै खोइ नम्बर 1 शिकारी दुईटा भइरहेछ कि ला साले गिद्दी भयो त अहिलेको नि हेर्नु तल खोइ हेरौँ त ला यार दुईटा भयो यहाँ एउटा छ क्या यहाँ सरजम्म हातले च्यापै एउटा जर्मन गाडी आइसन कमले लाचिनी गयो यस्ता त भालु के भालु भालुको नङ गइसक्छ भालु पनि भएको भए रन्डे पत्ता पर्छ म त के भने योभन्दा रन्डी लाग्छ ल कता यिनीहरूले कता हाल्यो माछा पानी फोकस जल्दी हेर्नु सक्नुहुनेछ हामी चाहिँ आज मेन भर्सेस वाइल्ड हो ओइ मेन भर्सेस वाइल्ड ल ल ल यस्तो घना जङ्गलमा रातारात तपाईँहरू देख्न सक्नुहुनेछ यहाँ चाहिँ यत्रो खाल्डो छ कि यहाँ त्यस्तो छ कि यो चाहिँ पक्का यो चाहिँ गङ्गटै छ चल्दिउँ है तपाईँ कहाँ हालेको अघि तपाईँ ओहो सबै यक्का छ हाम्रो लुक्स अनि सुफ पनि यक्का यो त के हो रन्डी झुकाइदिएर सिङ्गेमा छ सिङ्गे ऊ आट ल यसरी चाहिँ पानी सक्नु हुँदैन पानी भुसुनाले मार्यो यार मलाई हात हालेर उगाउनु त एकपल्ट के हुन्छ कहाँ कहाँ त्यही हो हो इ नम्बर 1 भालुले फेरि मार है मारेको मारे देख्न सक्नुहुनेछ यहाँ चाहिँ त ल कसले मारेको यो खोइ यो चाहिँ के हो झिङ्गे हो कि मिङ्गे हो यहाँ चाहिँ झिङ्गे त्यो त ढुङ्गे हो ढुङ्गे काट्यो त्यही मैले देखेँ त्यही देखेर छु त्यही देखेर छु यसको दुई छ क्या बिचाराको पेट छ क्या यार पेट पनि त्यसै हो खोइ के हो यो के हेरौँ त खोइ यसको ओपन मासु हुन्छ क्या त्यसको ओ माई गड के गरेको हेरे पाप नगर्नु न हौ अघि मैले तल मारेर पक्रेको मासु बाहिर छ भाइ हो त दुईटा मारेको सँगै मारेको पक्रेको दुईटाको यहाँ चाहिँ हेर्नु पनि सबैलाई छेकेर मारेको अघि हामी सुरुमा ढकल यहाँ होइन भनेर माथि अहिले चाहिँ दबाई गनाउँदैछ यार माल गर्दैछ नि माल गर्दैछ भने दबाई निस्केर फुत्तै हुँदैन डल्लै भइसक्यो ल काम्बो काम्बो ला ओला गयो यार काम्बो मासु हुन्छ क्या ओहो ओहो भोलि पनि यत्रो हुन्छ झन्डै गयो ल लु किन छोडेको देखाएको नि के देखाएको माछा चप्पलै गाइसक्यो जाउँ न कहिले आम्मा मारिसकेर मलाई यता भुसुनाले पल्लोपट्टि यहाँ टाढा गएको मासु I'm sorry, Mama. German Kari. I shall come late. But I got a party. Party. Cameraman, focus on it. Off water. अहिले चाहिँ 12 बजिरहेको छ र हामी यस्तो घना जङ्गलमा चाहिँ माछा मार्न आइरहेको छौँ है इधर तलतिर जानु हो ए हो ओइ कहाँ लगेको हजुर है अहिले मैले बाटो थिएन म त चिन्दिनँ है बाटो छाडो ओइ पल्लोपट्टि रहेछ कहाँ कुन खोलाले गयो चिमा हिँड्दै हिँड्दैछ र यहाँ के हो यहाँ त एनो गर्नु नि
एनाकोन्डा चाहिँ नआओस् होइन एनाकोन्डो आयो भने चाहिँ हुन्छ ऊ माल ल्याएर काटौँ न काटौँ है ओइ झिङ्गे झिङ्गे मिङ्गे पकाउनु त झिङ्गे अझै भगाइदिनु भालु भन्छ ला त खालिसक्यो रन्डी घुङ्गे गयो अनि जब सबै त त्यसो कहाँ हुन्छ छोप्नु खोजेको नि घुङ्गिन्छ त हेब्बी खुकुरी ए खुट्टा गएर भएन ओ काटो 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 ओइ टाउको खै पुछार पुछार पुछर उपर ऊ कहाँ ला त्यो पनि झर ए भित्र झरेको पुछर उपर थियो उपर यहाँ पो छ टाउको त झरेको रहेछ पुच्छर झर्नु भयो नि पुछर सामने त थाहा पनि क्या के छ पुछर त्यस्तो के होइन छैन हेर गाई बल पुछार गयो पुछर फेरि टाउको निस्किन्छ फेरि अब कुकुर बोक्नु त खुट्टा खुट्टा हो ए यहाँ चिङचाम भन्ने हुन्छ यहाँ तपाईँले खिम्बो न तरिका हो आएछन् कामले बडे बेलुका छ पारी ला या त चप्पल निस्किँदैन क्या हो ओइ मासु मासु गिद्दी छ हेर त यो हो ल यो कुन जङ्गल हो भनेर चाहिँ थाहा पाउनु पर्ने हुन्छ है आयो सानो कामले मलाई किराले मार्न आँटिसकेर भुसुनाले म्यासले हो हेर्नु सक्नुहुन्छ यो झारौँ यसले देखाइदिनु नि ए झिङ्गे त अहिले कति गहिरो पानीमा लो ओ झिङ्गे कस्तो उफ्रेको हेर्नु न मालले त सोल्टी माछाको नाम थाहा छ गहिरो माछा होइन अर्कै हो त्यो होइन गइरहेन यो अर्कै हो यो अर्को यो गएर कुन चाहिँ माछा यो यसको मुख हुन्छ क्या काटा हुन्छ काँडा मैले मार्थेँ यो कस्तो दुईवटा मार्थेँ मैले ल यो कहाँ छोडेँ ल काम भयो ल तिनवटा भयो ल मा कसम अहिको अहिको ओ माई गड यार ल त हालिक अहिलेकै हिँडेर चाहिँ विनिताको टक्कर हाल्नु सक्छ है त्यो पनि मैले समातेँ होला कि काइडोले कहाँनिर खुकुरी मासला झन्डै काट्यो नि झन्डै काट्यो नि त राजको मिस्कल मेसेज खाना खाने बेला होला नि जाउँ न हामी एक्ला उयो होला हौ होइन ढुङ्गा गाई रातको 12 बज्यो यहाँ आधी केजी जति मारिसक्यो आधी केजीभन्दा धेरै माथि लगेर हालेँ दुईजना चाहिँ फर्क्यो हामी दुईजना छौँ तिनजना मासतिर गयो रातको 12 बज्यो भूत आउने बेला मादर यस्तो घना जङ्गल छ यहाँ माछा परिसकेको छ दुईजना मात्रै काका भतिजी गएर अब जानुपर्ने हुन्छ भूत खेदाउँदै चाल दिँदैछ भूतले के चल्दैछ जाड जाड चाल्दैछ भूतले चाल दिँदैछ यार है यस्तो छ जङ्गल जङ्गल देखाइदिएँ म खोइ केही देख्दैन उडार जस्तो यहाँ त माछा खोजिहाल्यो बिहान म आयो ट्याक्सी खोजिरहेको केही पनि सुनेको छैन केही पनि देखेको छैन अब केही टाइप हामी पनि फर्किनु पर्ने हुन्छ भोक पनि लाग्यो लास्ट खाना नखाइयो आज दिउँसो मासतिर गयो गाडी बिग्रियो त्यस्तै दिनभरि भोकै भोकै फाक भइसक्यो ल अब ठिकै छ अब अर्कोचोटि फेरि भेट्नुपर्ने हुन्छ होइन
1 केजी त बढी रहेछ रे हाम्रो सिकार हेर एउटा के छैन ल ल बाबा हाल्नु छिटो झोलामा ल आउँदैछ ओए ए भएको यता काग्यो ठुलो चाहिँ देखाइदिनु ओए त्यता भाग्दैछ त ओए भाग्दैछ बिसँग पट्टी खोलेर चाहिँ नाप्नु त कुन ठुलो छ हेब्बी छ नि मेरो छ नि यहाँ ओए ए काको यो यो बिहान बेला यो त भुडी सत्रो लाने ए छिटो गर्नु न पछाडो खोलेन प्लास्टिक त्यसले धुँदै ए लाग्दैछ चिक्रा चाहिँ के हुँदो रहेछ हौ घरमा गएर नि यहाँ एउटा मिलेर हालिदिउँ ल ओए यार सबै हाल्दा पनि केही फरक पर्दैन एउटैमा हाल्नु घर गएर चिकन बनाएर हाल्ने हाल्ने त एउटैमा हाल्दा पनि भोलि आधी खानु साँझ राख्ने हो नि के सबै खाने हो नि किन भोलि पनि सब्जी हामीलाई कति दामी छ सबै हान्ने हो ठगेन झिङ्गे चाहिँ हान्नुपर्ने हुन्थ्यो ल हामी बिहान सब्जीमा छ कस्तो दामी भएको थियो झोल बनाएर यहीँ सुच जान्छ नि यो चलिरहेको छ नि छोले पो अप्पै खाइरहेको थियो त माछा त खाएर त्यसले आज माछा एक छाक्यो माछा छोरीले एक पावा त बढी थियो जस्तो लाग्यो माछा मात्रै नानीले सिद्रा कत्रो नानी पाउन कुन चाहिँ सिद्रा हो यो मैले पक्रेको यो सिद्रा कहाँ हो त यो के हो बुझ्नु न सेफ्टी चेपी हो नानी पाउन आँट्छ चेपी हो चेपी अँ यस्तो सिद्रा त मलाई कतिसम्म चाहिँ समातेको छु मालहरू यता छुटिरहेछ है झिङ्गे सिङ्गे लिङ्गे सबै खाने भनेर सबभन्दा दामी माछा फेरि रहेछ नि राखेको यो के यो कस्तो दामी बुढी हुँदैन अन्त भयो त्यही हुँदो रहेछ माछा मात्र पक्का मासु मात्र अहिले बनाएको यो चाहिँ कसले मारेको भनिदिनु त हार्दिक मैले नि तिमीले पो ओ माल छुटिरहेछ सबसे बडा माल एकै गरेको यसलाई ठुलो माल चाहिँ देखिसक्यो त्यो होइन क्यामेरै तसाउँछ क्याउ त खालि अलिकति देख्यो नि ठुलो देख्यो नि त हो ठुलो सम्बल त ठ्याक्कै ठुलो बनाउनु सबैको ल ओए माल छोडिए त मेन माल त झिङ्गे पो त गरेर त भाइ एकचोटि भतिज झिङ्गे त झिङ्गे कता हो ल ल है ल अब हाम्रो घर फर्किने यता जङ्गल देखाइदिन्छ जङ्गल यस्तो घना जङ्गल छ ओ यार मास्टर पनि देखाइदिनु हो अहिले मान्छेले चाहिँ खेलाउँछ केही पनि देखेको छैन केही पनि सुनेको छैन हो ठ्याट रातिको 12 बज्यो ल 13% जान्छ के हो यो ल अब ल फिनिसिङ गरिदियो त पछि ल ल लाइक सेयर सब्सक्राइब सबै ल्याङ्ने सबैले चाहिँ गर्नुपर्ने हुन्छ है त्यति मात्रै त्यति सबै भयो भने फेरि भिडियो आउँछ सबैजनाले चाहिँ प्रतिक्रिया दिनु होला दिनु होला अलि टस्ट यता देखाउनु नि त हो अनि के गरेको ल गोप्रोमा चाहिँ चार्ज पनि सकिसकेको छ होइन हाम्रो बाइक स्टेसन देखाइदिउँ स्टेसन बाइक स्टेसन कहाँ देखाउनु यहाँ चाहिँ हिलो छ ल एकछिन माफ गरिदिनु यहाँ हिलो छ यहाँ चाहिँ लो त्यो टस चाहिँ के गरेको नबोलाइकन आएँ मैले